तराईमा हुँदाखेरि लगभग डेली नै स्नान हुन्थ्यो। यहाँ चाहिँ आएर हप्तामा 1 दिन 2 दिन मात्र चाहिँ स्नान हुँदैछ। यहाँ हाम्रो सरहरू हुनुहुन्छ। हुन पनि हो अहिले ट्याङ्कीको पानीले नुहाउनु नसकिने जतिको चिसो र यहाँ आउँदाखेरि ढुङ्गेधारामा अलिक तातो हुन्छ भनेर म पनि आएँ। फर्स्ट टाइम बाहिर आएर म नुहाउँदैछु। हाम्रो सरहरू पनि हुनुहुन्छ र यो बाटोमा भ्यू हेराउँछु तपाईँहरूलाई। यो पारिपट्टिको डाँडा हेर्नुहुन्छ, यो सोलुखुम्बु, अनि यो पारिपट्टिको हिमाल गौरीशङ्कर हिमाल हो जुन चाहिँ दोलखामा पर्छ र अरुण नदी जुन कि कोशी नदीको नदीको छेउमा पर्छ र अहिले कोशी नदीको सबैभन्दा सानो सहायक नदी लिम्बू नदीको यहाँ आएको मेरो 1 हप्ता भयो। अब हेरौँ अगाडिको जिन्दगी कस्तो हुन्छ यहाँ। थ्याङ्क्स फर वाचिङ।